दर्शकबिन आज एउटा शिक्षकले आफूमाथि लागेको आरोप सहन नसकेर आत्महत्या गर्नु परेको छ। कारण थियो आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको। समाजले आफूमाथि बलात्कारको आरोप लगाएपछि उनले सहन नसकेर आत्महत्या गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा दुःखद स्ट्याटस लेख्दै भनेका थिए, आफूले जीवनकालभरिमा आफ्नो मान प्रतिष्ठा इज्जतकै लागि काम गरेको, तर आज दुश्मनहरूले मलाई फसाएका छन्। दुश्मनहरूले मलाई जालझेलमा पारेर आज मर्न बाध्य बनाएका छन् भनेर उनले आफ्नो श्रीमती छोराछोरी समेतलाई सम्झिँदै लामो स्ट्याटस लेख्दै उनले आत्महत्या गरेका छन्। हो दर्शकबिन, हाम्रो देश नेपालमा शिक्षकले कहिलेसम्म मर्नुपर्ने? एउटा शिक्षक जसले जीवनकालभरिमा आफ्नो मान प्रतिष्ठा इज्जतका लागि काम गर्छ। शिक्षकको तलब धेरै हुँदैन, तर उसले मान प्रतिष्ठा भने धेरै कमाउँछ। तर त्यही शिक्षकमाथि आज औँला उठ्दै गर्दाखेरिमा, आज त्यही शिक्षकमाथि आज आवाज उठ्दै गर्दाखेरिमा, आज त्यही शिक्षकमाथि आज प्रश्न उठ्दै गर्दाखेरिमा उसले सहन नसकेर, प्रश्नको जवाब दिन नसकेर आज आत्महत्या गर्नु परेको छ। त्यही शिक्षक जसले विद्यार्थीलाई जिउन सिकाउँछ, त्यही शिक्षक जसले विद्यार्थीलाई बाँच्न सिकाउँछ, तर आज त्यही शिक्षकले आफ्नो बाँच्न नसक्नुको कारण आरोप लाग्दै गर्दाखेरिमा आरोपलाई खेप्न नसकेर आज आत्महत्या गर्नु परेको छ। दर्शकबिन, हाम्रो देश नेपालमा यस्तै यस्तै घटना धेरै घटिरहेका छन्। कहिले कलाकार सागर लम्साल, कहिले क्रिकेटर सन्दीप लामिछाने, कहिले कलाकार पल शाह। दर्शकबिन, सधैँ पुरुषले मात्र कहिलेसम्म यस्तो पीडा भोग्नुपर्ने? हामी भन्छौँ पितृ सत्तात्मक देश भनेर, तर पितृ सत्तात्मक देश होइन, यो महिला सत्तात्मक देश हो। किनभने दर्शकबिन, महिलाले आज महिलामाथि दिएको अधिकारको दुरुपयोग गर्दै आज पुरुषलाई फसाइरहेका छन्। कहिले पुरुषलाई फसाउँछन् त कहिले पुरुषलाई आरोप लगाउँछन्। तर एउटा व्यक्तिले जीवनभर आफूले कति सङ्घर्ष गर्छ, कति दुःख गर्छ, कति कष्ट गर्छ र कमाएको मान प्रतिष्ठा इज्जत एउटा आरोपकै भरमा, एउटा आरोप प्रमाणित होस् या नहोस् छुट्टै कुरा हो, तर प्रमाणित नहुँदा पनि उसले आरोप लाग्दै गर्दा पनि उसले चाहिँ आफ्नो मान प्रतिष्ठा इज्जत गुमाउन पुग्छ। हो दर्शकबिन, विगतका दिनमा पनि पल शाह, सन्दीप लामिछाने जस्ता धेरै व्यक्तिहरूले आफ्नो एउटा आरोप लाग्दै गर्दाखेरिमा मान प्रतिष्ठा इज्जत गुमाउन पुगेका थिए। आज बलदेव सिंह धामीले पनि आफूमाथि लागेको आरोप सहन नसकेर आज आत्महत्या गर्नु परेको छ। हो दर्शकबिन, आज शिक्षाको क्षेत्रमा एउटा गम्भीर प्रश्न खडा भएको छ। एउटा आम नागरिकले, आम शिक्षकले कहिलेसम्म यस्तो पीडा भोग्नुपर्ने? सम्बन्धित निकायको ध्यान जाओस्। जय देश, जय नेपाल।